हेलो नमस्कार सबैजनालाई। आज चाहिँ म रामप्रसाद राई गाउँपालिका वडा नम्बर 6 बैकुण्ठे छाप गाउँमा पुगेको छु। यहाँ चाहिँ म विगत झन्डै 1 वर्ष अगाडिसम्म यहाँ शिक्षण पेसामा कार्यरत थिएँ र आज विशेष अब छुट्टीको दिन अनि यसो एक दिन यहाँका साथीभाइ इष्टमित्रहरू यसो आफूले पहिला पढाएको गाउँ विद्यालय लगायत यसो भेटघाट र गरेर आउँ भनेर म गाउँबाट हिजो बाटो लागेर अहिले बिहान आइपुगेको छु र अहिले चाहिँ हामी अब यहाँबाट यो पालिकाको केन्द्र बैकुण्ठे चिलाउने टार जान लागिरहेका छौँ। बैकुण्ठे चिलाउने टारमा चाहिँ विशेष गरी अन्तरपालिका स्तरीय ठुलो भलिबल प्रतियोगिता हुँदै रहेछ। त्यो भलिबल प्रतियोगिता पनि यसो केही समय निहालेर म फेरि आफ्नै घरतिर फर्कने चाहिँ योजनामा छु र अब हजुरहरूलाई म यो भ्लग मार्फत आज के गतिविधि हुन्छन्, म कसरी घर फर्किन्छु त्यो कुराहरू देखाउने छु। यो भिडियो अन्तिमसम्म हेरेर लाइक सेयर गरिदिनु हुन म सबैमा अनुरोध गर्दछु। यहाँ चाहिँ अहिले यो हाम्रो भूपदेव सर चाहिँ बाइक निकाल्ने तयारी गर्दै हुनुहुन्छ। मेरो बाइक हटाउँदै हुनुहुन्छ। उहाँको बाइक चाहिँ यहाँ तल राख्नु भएको रहेछ। पहिला म यहाँ बस्दाखेरि मेरो बाइक यहीँ राख्थेँ। अहिले चाहिँ पुरै व्यवस्थित कटेज बनाउनु भएछ, खरको छाना लगाएर। हेर्नुहोस् त, यसरी उहाँले चाहिँ सुरक्षित राख्नु भएको छ बाइक। मैले गरिरहेको छु। दाइहरू पनि जाँदै हुनुहुन्छ चिलाउने टार। के छ यो धुपी पहिला नाङ्दाखेरि यो सानो थियो क्या, टेक्दाखेरि हामीले। तर यो ठुलो थियो धुपी, यो चाहिँ अलि के भयो, यो अर्को कि यो पुरानै हो को गाडी, अर्को नै थियो मैले राखेको। त्यही त यो पुरानो थियो क्या। यो हामीले चाहिँ ढुङ्गोले बारेर निकै ठुलो बनाएको त्यो हुर्किन्छ। अहिले चाहिँ हामी रामप्रसाद राई गाउँपालिका कार्यालय रामप्रसाद चिलाउने टारमा आइपुगेका छौँ र तल गेम भइरहेको छ। यो गेमलाई चाहिँ हामी यसो दर्शन गरिरहेका छौँ। हाम्रो टोलीहरू यता हुनुहुन्छ। दर्शकहरू यहाँ माथि बसेर हेर्दैछन् निकैजना। हामी त हारिँदैन। आइलो बिदाय साँच्ची त अङ्क खोट्याङको खातामा 7-3। अहिले चाहिँ यो भिडियोमा हजुरहरूले हेरिरहनु भएको छ रातो जर्सीमा भोजपुर नगरपालिकाको महिला खेलाडीहरू र सेतो जर्सीमा खोट्याङ गाउँपालिका खोटाङको खेलाडीहरू खेलिरहेका छन्।
यो चाहिँ रामप्रसाद राई गाउँपालिकाको खेल मैदान हो। अङ्क खोट्याङलाई यहाँनिर चाहिँ 8-4 पालिका कार्यालय छ। यो पालिका कार्यालयको मुनि चाहिँ यसरी खेल मैदान निर्माण गरिएको छ। राइट अङ्क खोट्याङलाई 5-10 भोजपुर 5 खोट्याङ 10। अङ्क भोजपुरको खातामा अङ्क 6-10 मान्छेहरू खासै नहुँ 20 खोट्याङ 23। सरहरू कान्छा आइपुग्यो। हजुर अङ्क खोट्याङ गाउँपालिकालाई अङ्क बराबरी 24। भर्खर आइपुगेको बस बस यता होइन हामी आएको नि त इमर्जेन्सीमा इमर्जेन्सी गाडी भेट्यो नि त। खाली ठाउँ भर्नु सफल भोजपुर अङ्क 25-24। खाली त्यस्तो नि तल फ्याँकिदिन्छन् तल खानाको मान्छेलाई तल बस्छ नि त्योभन्दा त बरु वराको बहिनीहरू राम्रो खेल्दैन। यही टिममा हो कि यो सँगसँगै दोस्रो सेट जित्न सफल भोजपुर नगरपालिका। यो सँगसँगै 1-1 सेट र यो गेम फाइनलमा गएको छ। अब तेस्रो सेट जसले जित्छ त्यसले नै यो खेल जित्नेछ। अङ्क खोट्याङ गाउँपालिका खोटाङलाई 24-13 जितको नजिक। यो सँगसँगै तेस्रो सेट आफ्नो कोटामा पार्न सफल खोट्याङ गाउँपालिका। यसपछिको खेल रामप्रसाद राई गाउँपालिका भर्सेस खोट्याङ गाउँपालिका खोटाङ बीच हुनेछ। के साह्रो पर्ने
हजुर मान्छेले किनेर खेलाइ खेल्न सफल ट्याम्की मयुङ गाउँपालिका 1-0 अलिकति सराउने अलिकति यो सँगसँगै पावरफुल स्पाइक जर्सी नम्बर 9 खेलाडीको यो सँगसँगै अङ्क आमचोको खातामा 2-1 सर्भिस एरर यो सँगसँगै अङ्क बराबरी 2 पावरफुल स्ट्राइक थियो अङ्कमा परिणत आमचोक 4 ट्याम्की मयुङ 2 खेल अति रोमाञ्चक प्रतिस्पर्धात्मक भइरहेको छ पुनः अङ्क आमचोकलाई अङ्क 5-2 पावरफुल स्पाइक यो सँगसँगै आमचोक 1 अङ्क थप्न सफल 6-2 अङ्क ट्याम्की मयुङ गाउँपालिकालाई 3-6 पुनः अङ्क थप्न सफल आमचोक गाउँपालिका अङ्क 7-3 अङ्क ट्याम्की मयुङ गाउँपालिकालाई 4-7 ट्याम्की मयुङ गाउँपालिका 18 आमचोक 22 पावरफुल स्पाइक जर्सी नम्बर 5 का खेलाडीको र अङ्क थप्न सफल ट्याम्की मयुङ गाउँपालिका 23 पावरफुल स्पाइक जर्सी नम्बर 4 का खेलाडीको र यो सँगसँगै ट्याम्की मयुङ 23 आमचोक 24 प्राप्त गरे सफल आमचोक गाउँपालिका अङ्क 1-0 टेक्निकल अङ्क लिन सफल भएको छ र यो सँगसँगै अङ्क बराबरी 1 पावरफुल स्पाइक आमचोक गाउँपालिका तर्फबाट यो सँगसँगै अङ्क 2-1 4-2 अगाडि राम्रो
पावरफुल स्पाइक जसमा छोरा खेलाडीको यो सँगसँगै पावरफुल स्पाइक र अङ्कमा पढ्न ट्याम्केमै गाउँपालिका 3 आमचोक 5 सफल भएर यो सँगसँगै पुनः अङ्क सर्भिस ट्याम्केमै गाउँपालिका अङ्क तर्न सफल 5-14 अङ्क पुनः आमचोकलाई 15-5 पावरफुल स्पाइक अङ्कमा पढ्न 1 अङ्क थप्न सफल ट्याम्केपालिका अङ्क 6-15 पावरफुल स्पाइक र अङ्कमा पढ्न त्यो सँगसँगै 1 अङ्क थप्न सफल ट्याम्केमै गाउँपालिका अङ्क 7-15 अङ्क पुनः ट्याम्केमै गाउँपालिकालाई अङ्क 8-15 अङ्क पुनः आमचोक गाउँपालिकालाई पावरफुल स्पाइक जसमा यो सँगसँगै अङ्क थप्न सफल ट्याम्केमै अङ्क 9-16 अङ्क थप्न सफल ट्याम्केमै अङ्क 10-16 पुनः अर्को उत्कृष्ट ब्लक यो सँगसँगै अङ्क 12-16 अङ्क ट्याम्केमै गाउँपालिकालाई 13-16 13 कृष्ण स्पाइक ट्याम्केमै गाउँपालिकालाई 14-18 पुनः स्पाइकको अवसर रहेको छ पावरफुल स्पाइक र पावरफुल स्पाइक र अङ्कमा पढ्न पुनः अङ्क थप्न सफल ट्याम्केमा 17-19 अङ्क थप्न सफल गाउँपालिका अङ्क 18-20
बल नेट गर्न सफल भएन अङ्क 19-20 सर्भिस एरर अङ्क आञ्चकलाई अङ्क 21-19 अङ्क बराबरी 21 खेलमा फर्कन सफल ट्याम्केमुङ गाउँपालिका पुनः अङ्क थप्न सफल यो सँगसँगै अङ्क 22-21 खेलाडी परिवर्तन भएको छ अञ्चकको तर्फबाट गाउँपालिका लाई र अङ्क बराबरी 22 पावरफुल स्पाइक पुनः अङ्क थप्न सफल अञ्चक यो सँगसँगै अङ्क 24-22 यो सँगसँगै पहिलो सेट यसरी दोस्रो सेट पनि जित्न सफल भएको छ अङ्क 23-24 हो उत्कृष्ट स्पाइक र अङ्क बराबरी 24 पावरफुल स्पाइक र अङ्क ट्याम्केमुङ गाउँपालिकाको खातामा 25-24 नेट टच भएको छ सम्भवतः अङ्क ट्याम्केमुङ गाउँपालिकालाई 26-25 यो सँगसँगै दोस्रो सेट ट्याम्केमुङ गाउँपालिकाको खाता अङ्क थप्न सफल ट्याम्केमुङ गाउँपालिका 15-24 यो सँगसँगै तेस्रो सेट जित्न सफल आञ्चक गाउँपालिका र यो खेल 2 सेट जितेर आञ्चक गाउँपालिकाले आफ्नो पल्टमा पार्न सफल भएको छ अब यसपछिको खेल म उपस्थित दर्शकहरूको जानकारी दिन चाहन्छु शीर्ष दक्षिण नगरपालिका झापा भर्सेस ट्याम्केमुङ गाउँपालिका बीच हुनेछ सुरु हारेको त जित्यो भने फेरि हेलो दर्शक महानुभावहरू अब चाहिँ म बेलुका घर पनि पुग्नुपर्ने ढिलो भइसकेको हुनाले रामप्रसाद राई गाउँपालिकाको चिलाउने टारबाट चाहिँ भोजपुरतर्फ लाग्दैछु र यता चाहिँ
बाइकबाट जाँदैछु। रोड यस्तो छ, एकदम राम्रै छ। कुनै ठाउँ एकदम अप्ठ्यारो छ, फेरि कुनै ठाउँ चाहिँ राम्रो रोड छ। अब म चाहिँ बाटो लाग्दैछु। धन्यवाद। यो चाहिँ माने भन्ज्याङ हो, रामप्रसाद राई गाउँपालिका वडा नम्बर 5 को यो माने भन्ज्याङ चोक। अहिले म यहाँ आइपुगिरहेको छु। यहाँको रोड चाहिँ यसरी पिच बनाउने प्रक्रियामा अघि बढिरहेको छ। रोलरले यसरी पेलिरहेको छ। तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो रोड अब केही समयपछि राम्रो बन्ने यो रोड सम्भावना छ। यो पारी तपाईहरूले देखिरहनु भएको छ यो भिडियोमा। यो बाटो हेर्नुहोस् त कति घुम्ती छ। भनेपछि 1 2 3 4 5 6 7 देउस 10 12 वटा चाहिँ घुम्ती छ यो। र यो सडक चाहिँ भोजपुर एयरपोर्टदेखि यता रामप्रसाद राई गाउँपालिकाको माने भन्ज्याङ छिर्ने बाटो हो। र यो पारिपट्टि देखिएको सडक चाहिँ भोजपुर नगरपालिकामा पर्दछ। र यो तल देखिएको खोला चाहिँ बेहेरे खोला हो। र यहाँ चाहिँ यो रोड चाहिँ एकदमै आकर्षक लाग्छ मलाई। यो रोडमा चाहिँ म लगभग झन्डै 1.5 वर्ष चाहिँ यो रोडबाट यात्रा गर्दै गर्दै घर जान्थेँ र आफ्नो कार्यक्षेत्र विद्यालय आउने गरेको थिएँ। आज लगभग झन्डै 1 वर्षपछि यो रोडमा म फेरि हिँडिरहेको छु। त्यसैले मैले यो भिडियो सेभ गरिरहेको छु र हेरिदिनु होला। धेरै घुम्ती देखिएको अघि नै मैले भिडियोमा देखाएको घुम्ती रोडहरू चाहिँ यस्तो छ। अहिले उतापट्टि रामप्रसादपट्टिको बाटो एकदम राम्रो बनाउने काम सुरु भइसकेको छ। तर यो रोड भने खासै बनाउने चासो देखिए जस्तो लागेन। म पहिला यात्रा गर्दा पनि यो बाटो चाहिँ उतापट्टिको धेरै सहज भए पनि यो बाटो चाहिँ निकै अप्ठ्यारो छ। घुम्ती र यो असहज बाटो हुँदाखेरि निकै यात्रुहरूलाई चाहिँ असहज अवस्था देखिन्छ। यो बाटोलाई बेलैमा मर्मत गरेर स्तर उन्नति गर्नुपर्ने आवश्यकता देखिन्छ। यो चाहिँ भोजपुरको टक्सार हो। एयरपोर्ट चाहिँ यहाँनिर छ।
अहिले चाहिँ म भोजपुरको डाँडा गाउँ हेली डाँडा भन्छ के अरे यो डाँडालाई। यो हेली डाँडामा आइपुगेको छु। यताबाट चाहिँ डाँडा गाउँपट्टि बजारपट्टि जाने बाटो, यता चाहिँ अब कोदार साइड देउराली जाने बाटो हो। र यहाँबाट म चाहिँ देउराली हुँदै त जानेछु टेम्के मयुङपट्टि। आज घर पुग्दा रात पर्ला जस्तो छ, समय निकै गइसकेको छ। ल धन्यवाद।